एउटा फोनमा मिस्टेक कल गयो, मिस्टेकली कल जाँदाखेरि फोनमा विवाद भयो अनि गाली गलौजमा उत्रिए। अनि त्यो मृतक नेमाङ दाजुभाइ आफ्नो दुईटा साथीसहित दिनभरि मङ्गलबजारमै घुमिरहेको अवस्थाहरू थियो। अनि जसकोमा फोन गएको थियो उसले त कहाँ छस् के छस् तुरुन्त भेट्छु भन्यो। अनि उनीहरूले अनेस्टली पूर्वक नै ल आऊ हामी मङ्गलबजार कृष्ण मन्दिर अगाडि छौँ भनिसके पछाडि अर्को पक्ष पनि त्यहाँ आयो र दुईटै पक्ष भेटघाट भइसके पछाडि मङ्गलबजार कृष्ण मन्दिरकै अगाडिपट्टि थोरै विवाद हुने क्रममै त्यो छुरा बोकेर आएको सञ्जीव नेपाली वर्ष 32 को सञ्जीव नेपालीले अचानक सुमित नेमाङ दाजु वर्ष 33 को लाई छुरा प्रहार घाँटीमा छुरा प्रहार गरे। उनले आफ्नो साथमा ल्याएको छुरा प्रहार गरिसके पछाडि उसको भाइ त्यहाँ बचाउन जान्छन्। भाइ बचाउन जाने क्रममा भाइ सिर्जन नेमाङ वर्ष 25 को लाई पनि उसले मल्टिपल ठाउँमा चाहिँ अट्याक गर्छ, पेटमा, घाँटीमा, छातीमा। त्यो लामो चाहिँ मासु काट्ने छुरा, दाउ टाइपको छुरा हुन्छ, लामो छुरा, त्यो प्रहार गर्छ। दुईटै भाइहरू घटनास्थलमा ढल्छन्। अनि तत्काल प्रहरीलाई खबर गरिसके पछाडि विदिन 3 मिनट भित्रमै हाम्रो नजिकको प्रहरी टोली त्यहाँ पुग्छ र हामीले चारैपट्टिबाट प्रहरी टोली परिचालन गर्छौँ। प्रहरी टोलीहरू परिचालन गरिसके पछाडि छुरा लिएर भागिरहेको अवस्थामा मुख्य आरोपी चाहिँ त्यो जुन सञ्जीव नेपाली, सन्जु भन्ने सञ्जीव नेपाली त्यही ढोकाडोल बस्ने, भोलढोका बस्ने, ललितपुर भोलढोका बस्ने सञ्जीव नेपाली र उसको सहयोगी भाग्दै गरेको अवस्थामा त्यही च्यासल नजिकै बस्ने गगन सुनार समेत दुवैजनालाई छुरासहित प्रहरीले नियन्त्रण लिन सफल हुन्छ।